बैक टू माई यूट्यूब चैनल। हामी चाहिँ आइपुग्यौँ अनि यहाँ चाहिँ मन्दिर नहीं 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 अभी नहीं एक लो मैम अब एक ले बेल पर किस किस क्या हुआ एक हुआ ना कमाउन फुल पे बेटी नहीं पकड़े ना त्यो एउटै होइन कि ए पकड़ना 30 5 150 और 50 रुपीज दूंगा लीजिए 1 2 3 ऐड कर लीजिए आप लोग हाँ काट भो कम वो अङ्कललाई पनि दिनु दिया है आप लोग डिवाइड करिए 150 दिया 5 दिया बोकेको छु अनि होइन अब जाने होइन अब कता कता ल हो सुप सुप बोलो सबभन्दा पुजारी त तपाईँलाई पो दिए अर्को पुजारी यता म चाहिँ भूत भइरहेको छु रातो लाउनु भएको छ साँडे भएको खेलाउँथ्यो किन भन्नुभएको मामाले दाजु रातै लाउनु भएको छ नि त रातो मन पराउँदैन नि त ल त्यही भन साडीले खेताउँदैन साडीले मै खेताउँछु मेरो गन्तव्य चाहिँ यही थियो बाफले आम्मा घुमाएको घुमाइ गर्छ छ्या ए हेर्न सक्नुहुन्छ हामी चाहिँ मन्दिर आएको आज पूजा गर्न अलिक ढिलो भएछ कपाल कस्तो भइरहेछ हौ दिदी के हो ए ल ठिक छ त्यो नि हुन्छ भने ल ए फुलसँगै किरा पनि आइरहेको अनि यो घुमिराख्नुपर्छ छ्या हाम्रो भगवान्लाई यस्तो दिनु अब यहाँ हुँदैछ गाह्रो छ हौ पूजा गर्न झुटो बरु भन्छन् होला हौ भगवान्ले पनि झुटो बरु भन्छन् होला हौ भगवान्ले पनि राम यस्तरी गुमारिन्छ ल ओ दिदी खोइ हेरौँ तपाईँहरूको फुलमा भन्किरह क्या अहिले चाहिँ भाइ भन्किरह हो तपाईँकोमा छैन यहाँ हेर्नु त यहाँ हेर्नु न यहाँ जता गयो त्यतै आउँछ ऊ हेर्नु त देख्नुभयो देख्नुभयो भेट्दै गर्नु अगाडि जान्छु यो फुलले त अनि चढाउने हाम्रो इलाका है चप्पल राख्ने हेर्नु नि हामी पुग्दैछौँ अब यो इलाकाबाट हरायो भने के गर्नु मामा पिट्न आँट्नु भयो कि क्या मामा ए छोपे यस्तो पनि हुँदो रहेछ हामी त धुँदिनौँ सबै नुहाएरै आएको हामी धोएर आउनु सबै साफ मेरोमा नि भनिरहेको छ देख्यो मेरोबाट सरेको उता जा उता 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 जा रमिता दिदीको मैले ओइ दिदी भुइँको नटी भन खानेकुरा हो तपाईँले सिकाएर हेर्नु त अब त फुलसुल पनि झरेको टिप्नु थाल्छ त्यही त सौताले खोजे भनेर उयो गर्नु ला अब भित्र त फोन छ उयो नगर्नु भन्छ ब्लग पो हो त हौ फोन पो चलाउनु दिँदैन है ब्लग पो हो त हौ फोन पो चलाउनु दिँदैन दिइहाल्छ नि हुनै पर्छ नि त्यस्तो तर हेर्नु न मेरो कपाल कता कता खुजिरहेको खिचाइ यसो गर्नुहुन्थ्यो उल्टो हातले ढोक्न मिलेन के गर्नु होला हौ म त ल ढोकेँ मैले ढोकेँ यो भन्छ नि यो मन्दिर एउटै ढुङ्गाबाट बनाएको क्या एउटा ठुलो ढुङ्गालाई खोपेर फुटाएर टाका तातो भएको नेपाली हो नि त नेपालीलाई हेर्दो रहेछ नेपाली हो चिनिहाल्छ के भन्दा नि त्यही त ये क्या है ये बोल रही है ये हम है था बल्ल बल्ल पूजा गर्न आएको यसरी पूजा गर्नुपर्छ है म पनि पूजा गर्न अगरबत्ती कहाँ बाल्नु लाइनमा
अब योभन्दा भित्र चाहिँ जान मिल्दैन है गाइजहरू। A few moments later. गाइजहरू पूजा गर्दा टिका लगाएँ। मामा त्यहाँ बाल्ने हो? पूजा गर्नु पनि पोलो क्या मामा त्यही भएर एक चीज पोल छ चिसो फेरि कालो हुन्छ कसरी स्विमिङ गरे जस्तो क्या। अब यहाँ 3 चोटि घुम्नुपर्छ। कस्तो राम्रो लागेको त्यहाँदेखि उता चाहिँ गएन। गर्नुभयो चलो आओ हैन हैन हो ए यताबाट निस्किनु भएको। चलो घुमौँ यो चाहिँ एउटै ढुङ्गाबाट बनाएको अरे है। थाहा छ कि छैन तपाईँहरूलाई? एकछिन हिँडाउनु हेर्नु त्यो भगवान्को दर्शन गरेर आएर म यस्तो कुल भइरहेको छु, आनन्द लिइरहेको छु। म पनि आएको छु त पछाडि। तातो थियो नि के भन्नु। राम्रो आयो दिदी फोटो? यताउति ठोक्छ। एकदम राम्रो पसिना भइसक्यो। पैतालाई त आनन्द आयो होला, चिसो भयो होला। यो त नाकबाट जसन झर्न आँटिसक्यो। मलाई नि अब चाहिँ आनन्द भयो। छुट्टी हुन्छ मेरो ढाड त पुरै पसिनाले बेसिसक्यो। अब कपाल चिप्नु भन्दा त्यही भएर अनि हामीले फोटोहरू पनि खिच्छ। मामा यो फुल चुड्यो भने कराउँछ होला है? होइन त्यो झरेको त चिप्दा हुन्छ होला है? बस्नु पक्क प्रोफाइल चेन्ज गर्नु सुट गर्नुपर्ने क्या गाइजहरू। मैले होइन फोटोसोटो खिच्दै गरेर गरेको थिएँ। अब चाहिँ हामी फर्किँदैछौँ। पूजासुजा गरेर हिँड्न सक्नुहुन्छ। जस्तो जे भए पनि अहिले चाहिँ शान्त भयो मन। अब चाहिँ हामी हेर्दै जाँदैछौँ। अब चाहिँ के खानुपर्छ भन्ने मलाई लाग्छ। के हो दिदी? आज त केरा खाने होइन? आज केरा खाने हो। अब केरा सेरा फलफुलहरू खाने। गर्मीले मेरो सबै ढाडै भित्र छ। के हो त्यो अङ्कल? ए कटर बनाना सनाना नहीं खाते हैं अभी। लीची चाहिए लीची। लीची। दिदी अगाडि हेर है लड्लाउ। तपाईँको मितिले ला भनेको। अब त जे पनि खाँदा हुन्छ। उहाँ खाइदिने हो। रातोमा ज्ञानी हुन्छ क्या ज्ञानी। अब त
2 hours later. यो चाहिँ मेरो जिग्री भनौँ यो चाहिँ फुचीको जिग्री है सुस्मिताको जिग्री रमिता तामाङको किनकि जिग्री यता यता टिका लगाएको छ कि अनि यता पनि टिका टिका ठ्याक्कै बोकेर लाने होला त गाडीमा मर्दैन त केरा खुवाउनु भयो मामाले राव 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 के भन्नु के अरे मलाई नि होइन माइतो देखाएर गयो भने अब भगवान्को मन्तव्यमा त अनि मन्दिर जाँदैछु अनि मन्दिर माइती देखाएर जाने हो अझै छोडेर जाने हो पुरै छोप्ने सक्छ त कसैले अब त छोप्ने पुरा त्यो त पनि 1 eternity later. बस्नु पर्ने जाउँ यहाँ त अब चाहिँ हामी घर जाँदैछौँ है गर्मीले अब चाहिँ शीतल हुन्छ मेरो त घाड पसिनाले भिजेर नभएको थियो अब चाहिँ के